सफा रहौं स्वस्थ बनाऊं भन्ने मूल नाराका साथ सरम संस्कृति पार्टीले आज बुटोल नयाँ बस पार्क र सडक डिभिजन कार्यालयको किनारमा रहेको यो फोहोरको डङ्गुर आज वातावरण प्रदूषण नफैलाऊँ भनेर चाहिँ सरसफाई अभियानमा जुटेको थियो र यी श्रमदानद्वारा नै आज यो सरसफाई कार्यक्रम भव्य र सभ्य रूपमा सफल पारियो र यो बुटोल आफैमा एउटा विभिन्न ठाउँहरूबाट आउने एउटा पर्यटकीय ठाउँ रहेकोले यस ठाउँमा निकै नै दुर्गन्धपूर्ण अवस्था थियो। यो ठाउँलाई चाहिँ हाम्रा रूपन्देही जिल्लाका सम्पूर्ण कार्य समिति र स्थानीय लगायतका सम्पूर्णको पहलमा आज निकै नै सरसफाई कार्यक्रम भव्य र सभ्य रूपले सफल पारियो।